सबै सरहरू हाम्रो आदरणीय सरहरू रेड क्रसबाट पाल्नुभएका र यहाँ हाम्रो विभिन्न वडाबाट पाल्नुभएका शिक्षार्थीहरूलाई पनि न्यानो अभिवादन। मलाई यो एउटा जिम्मेवारी भ्याइन्छ। हिजो पनि एउटा चटारो पर्यो अनि भर्खर अहिले आएर सरले हेर्दै एकछिन त त्यही यसो कोरकार बनाएको छु, यसमा कतिपय कुराहरू सबै राम्रो छ। अब त्यही पनि एउटा यो फर्मालिटी पुरा गर्नलाई जिम्मेवारी दिनुभएकोमा धन्यवाद टक्राउँदै मैले यो प्रस्तुत गर्ने अनुमति मागेँ सरहरूसित। अब यो म चाहिँ ओम रायमाझी आदरणीय सरहरू लगायत उपस्थित सबैमा पुनः फेरि न्यानो अभिवादन टक्राएँ। विपद स्वयंसेवकको लागि खोज तथा उद्धार तालिम यसै नागार्जुन नगरपालिकाबाट सञ्चालित 3 दिवसीय तालिमको दोस्रो दिनको समीक्षा। सर्वप्रथम 2082-229 अध्ययन र अभ्यास गरिएका पाठ्य शीर्षकहरूमा आधारभूत जीवन सुरक्षाको लागि प्राथमिक उपचार र ट्रियाज, घटना निर्देशक प्रणाली र ट्रियाज, आधारभूत खोज तथा उद्धार, सामुदायिक खोज तथा उद्धार। उल्लेखित पाठहरू प्रमुख शिक्षक श्री नवराज भण्डारी सरले अत्यन्तै शालीन सरल शब्दहरूमा उदाहरणसहित प्रस्तुत गर्दै सबैलाई बुझाउने गरी प्रोजेक्टबाट थ्योरिकल ल्याइबक्सिएको थियो। यसै पाठका सबै प्र्याक्टिकलहरू शिक्षक श्री वीरेन्द्र महर्जनज्यू, श्री अमृता रिमाल म्याडम र सङ्गीता महर्जन म्याडमले डेमोन्स्ट्रेसन सहित उदाहरण सहित प्र्याक्टिकल गराउनु भएको थियो। र पाठ 5 मा जुन त्यो एउटा महत्त्वपूर्ण कुराहरू त्यहाँ लेखियो, जुन पढियो, हामीले घाइतेको प्रारम्भिक जाँच गर्दा अपनाइने चरणहरू, घाइतेको शारीरिक जाँचका चरणहरू, रक्तस्राव, हाड भाँचिँदा, जोर्नी भाँचिँदा कामरोको प्रयोग विधि, आकस्मिक र सामान्य अवस्थामा घाइतेलाई ओसार पसार गर्ने, मेरुदण्डको चोट लाग्दाको अवस्थामा तख्ता बोर्डको प्रयोग र तख्ता बोर्ड नभएमा अन्य स्थान विशेषमा प्राप्त सामग्री प्रयोग गरी इम्प्रोभाइज तरिकाको बारे, समुदायमा द्रुत प्रतिकारको छनौट, CQRST जस्ता अति नै उपयोगी र व्यावहारिक शीर्षकसहितका पाठ्यहरू अध्ययन गर्ने मौका मिल्यो। र त्यस्तै पाठ 6 मा घटना निर्देशन प्रणालीमा प्राकृतिक प्रक्रिया वा मानवीय गतिविधिको कारणबाट पुगेका यस्ता घटनाहरू सम्बन्धी अध्ययनहरू गर्ने मौका मिल्यो। र इमर्जेन्सी वा विपत्तिमा परेका घाइते वा बिरामीलाई छनौट गरी एक प्रकार सामुदायिक विधिको यो उद्धारमा अति नै महत्त्वपूर्ण रहेछ। बिरामीको क्याटेगोरी छुट्याई उपचार गर्दा बिरामीलाई चाँडो खतरामुक्त भई निको हुने अवस्था समेत बुझियो। र यसको लागि कार्य गर्ने पिरामिड सहितको अध्ययनले आफ्नो जिम्मेवारी महत्त्वपूर्ण रूपमा जानकारी हुने समेत देखियो। जस्तो निर्देशक माथिल्लो तहमा र सामुदायिक उद्धार गर्दा रियर लेभलमा रहेर प्रारम्भिक घटना निर्देशन प्रणालीको सञ्चालन